के लगाउनु होला केटा मान्छेले एउटा चाँडै तर्सिन्छ भन्छ नि त्यो चाहिँ हो हालेर दुई स्टेप भएको मुख नाउ हामी चाहिँ अहिले हामी कहाँ आइपुग्यो यो कुन ठाउँ मैले नामै बिर्सेँ हुसो आएको हो के धुवा हुसो हो यार हाम्रो चाहिँ यहाँ कुक सुक टक्क हुँदैछ है हामी चाहिँ यहाँ अब हाम्रो उता क्याम्प चाहिँ त्यहाँ छ अब देखिँदैन अहिले टेन्ट अब 50% बाँकी छ 50 नै बवाल भयो क्या मजा यस्तो मजा भर्खरसम्म हामी हिँडेर आएको थियो भर्खरै मात्र पकाउनु थाल्यो होइन यति खतरा हिँड्यो कि आमामा हरेस खान लागिसक्यो केटाहरूले है मेन हरेस खान चाहिँ मै हो है सबसे लास्ट हिँडे होइन नसकेर अब त्यस्तै सक्यो गर्नु तिम्रो फेसमा लाइटै आएको थिएन अलिक गाह्रो छ है अब हामीले त्यस्तो भिडियोहरू पनि धेरै खिचे होइन अनि अब अलि भारी बोकेर गाह्रो थियो नि त कति पर्सनल कति 15 केजी होला 15 पुग्न खोज्छ या कोहीको त बढी पनि छ 15 बढी छ यार बढी नै छ अनि त्यस्तो बोकेर अब यत्रो उकालो छ पुरै यस्तो धरापमा हिँडेर आइयौँ हामी यहाँसम्म भयो नि ओए हाततिर लाग्लै राम्रोसँग रे केटा कहाँ हो तिमी यतै जंगलतिर यो त के भन्ने ठाउँ यार तर छैन यार यस्तै होइन यस्तै हो पारा वी आर लोकल्स यतिकै भन्छ त जिन्दगी यस्तै हो हाम्रो जिन्दगी चलिरह जिन्दगी भाषा के भाषा तपाईलाई कस्तो लागिरहेछ भन्नु न एकदम बबाल यार आज मस्त हिँड्यो 100 मा 50% हिँडिसक्यौँ आज एक दिनमा हामी 2 दिनमा चाहिँ मेरो प्लान चाहिँ 2 दिनमा पुग्ने हो क्या त्यहाँ गएर यस्तो बबाल रमाइलो मेरो मासु खुट्टाको मासु फर्कियो भने लावडा गरिदिँदै बजाउनै मन लाग्यो यहाँ तन्दुरी ओन्ले गाई चाचा म्याङ च्या ओन्लो ब्याङ्गो याग रोजीले मात्र तल्ले फेरि त्यो चाहिँ ओभर एक्टिङ भयो अब खाम है सुट गर्न लाग्छौँ यहाँ ट्याक्क च्यारक नि गरिदेऊ त गुड नाइट मी गरेको गुड मर्निङ गाइज गुड मर्निङ सबैजनालाई स्वागत छ हाम्रो भिडियोमा फेरि पनि गुड मर्निङ फ्रम कुन ठाउँ सुरमुच्चे भन्ने ठाउँमा छौँ अहिले चाहिँ हामी अनि हामी चाहिँ टक्क उठिसक्यो राजिन त्यही टेन्टभित्रै छ सुतिरहेको छ अनि हाम्रो चाहिँ अब यहाँ चियापान हुँदैछ अनि टक्क हामी एकैछिनमा अब हिँड्नेवाला पनि छ अहिले चाहिँ रातिको 2 बज्यो अलिक बढी गफ लाग्यो क्या है यहाँ आएर स्टे गऱ्यौँ यहाँ सुरमुच्चे भन्ने ठाउँमा यहाँ चाहिँ लज पनि रहेछ होटल जे पनि भनौँ होइन हामी तर त्यहाँ चाहिँ रुम लिएर चाहिँ बसेनौँ यहाँ आएर पनि हामी टेन्टमै बस्यौँ किनकि हामीलाई त मजा गर्नु थियो होइन रुमभित्र भन्दा छुट्टै मजा हुन्छ नि त टेन्टमा केटाहरूसँग च्याप्पो सुत्न त्यही हो उसको नाम सानो मायाले सानो भन्ने हो चिया हाल्न लगाएको राति चिया खान लगाएको हामी चिया चाहिँ जान्छौँ उठ्यो ऊ पनि आइसक्यो अहिले हामी अलिअलि ब्रेड चपाउँदैछौँ हामी चाहिँ त्यहाँनिर हिमाल अनि हामी चाहिँ यहाँनिर चट्टाको ताप्दैछौँ एकदम अब धेरै टाढा हाम्रो गन्तव्य रहेन अब हाम्रो हिजो जति हिँडेको हिजो टोटल हामी फाइनली यस्तो जाडो भइरहेको क्या मलाई चाहिँ होइन कामिरहेको क्या म सबैजना थाहा पुरै हाम नि जमिरहेको यस्तो भइरहेको तर म जमेको छैन म गाइस अब हामी निस्किन्छौँ माथि गरेर भेटौँला
पनि बनाऊँ भने पनि लङ छ क्या। अब यो हामीले सिनेमेटिकहरू चाहिँ केही पनि खिचेको छैन, ड्रोन सर्ट पनि अगाडि चाहिँ अलिअलि खिच्यो। यो उकालो सुरु भएपछि हामीले एउटै दिएको छैन क्या, ड्रोन र क्यामेरा निकालेकै छैन। अब हल्का फुल्का गोप्रो अनि त्यहाँ मोबाइलबाटै खिचिरहेको छौँ, किनभने सकिरहेको छैन। अब हिँड्न पनि सकेको छैन, त्यही माथि हामीले धेरै टाढा पुग्नेछ। त्यो खिचेर हिँड्यो भने अलि टाइम लस हुने भयो। त्यही भएर जति आउँछ भिडियो त्यति नै राम्रोसँग हेरिदिनु होला है, माया गरिदिनु होला। हेलो गाइस, हामी चाहिँ आइपुग्यो होइन, तर कुन ठाउँ हो भन्ने चाहिँ थाहा छैन होइन। हामी चाहिँ यहाँ खानासाना पकाएर खाना लाग्यो। अनि त्यही हो राजेन्द्र अजयले चाहिँ यहाँ खोलातिर पानी लिन गएको छ। अनि राजेन्द्र र सुमित चाहिँ आगो बाल्न लाग्यो। त्यही हो, अब खानासाना खाएर माथि जानुपर्ने छ। यहाँसम्म आइपुग्छ भनेर सोचेकै थिएन यार हामीले, तर आइपुग्यो। धेरै दुःख भयो। घरिहरू बोकेर सुमित र राजेन्द्रले चाहिँ आगो बाल्दैछ, यहाँ खाना पकाउने सुरु गर्न लाग्यो। अब त्यहाँ किचनको सङ्ख्या चाहिँ धेरै बढी भएको छ। एक ठाउँमा दुई ठाउँमा चाहिँ पानीको बट्टा डढ्यो। एक ठाउँ दुई ठाउँ तिन ठाउँमा छ हाम्रो चुलो है। तिन ठाउँमा चुलो छ हाम्रो। यहाँ अलि खतरा तरिकाले कुक हुँदैछ। अनि त्यसपछि हाम्रो आज पनि दिउँसो भने हिँड्नुपर्छ, नाइटमा मात्रै हुन्छ हामी छोडेर। हामीले चाहिँ अहिले नुहाइ धुवाइ पनि गऱ्यो, दिपेन्द्र र मैले चाहिँ। अनि हामीले चट्ट नुहाएर अब चाहिँ हामी लाग्दैछौँ है। अब सिनहरू हेर्न सक्नुहुन्छ, यहाँ पुरै जमिरहेको छ हिमालय हिमाल। अनि त्यहाँ पुरै हिमाल छ, ढाकिसक्यो है। ट्रिप दामी भइरहेछ, मजा आइरहेछ। जस हामी अलि धेरै हिँड्यो नि त, थकाइ धेरै लाग्यो। कति हिँड्यो कति धेरै नै। अनि त्यही भएर मात्र अलि भएर नपुग्नु जस्तो छैन। के भन्नु छ मैचाङ? के भन्नु, त्यही हो, खुट्टा दुखिरहेछ, हिँड्नलाई गाह्रो भइरहेछ यार। बिरामी होला जस्तो भइरहेछ यतिले। वेलकम छ हाम्रो युट्युब च्यानलमा सबैलाई। अनि धेरै धेरै माया टाढैबाट है। हामी चाहिँ अहिले धेरै नै टाढा छौँ। अब उता हेऱ्यो जतातिर हिमाल यस्तो दामी छ है। भोलि चाहिँ हामी अब 4 किलोमिटर मात्रै बाँकी छ, 4.5 होला। अनि त्यसपछि हामी छोरोल्पा पुग्नेछौँ। हाम्रो 2 दिन लगातार हिँडेको छ। यस्तो थक्कै लागि हिँड्यो कि अब सबसे लास्ट त म हो होइन। तै पनि हिँड्यो आयौँ। यस्तो दामी हेर्नु न, यस्तो अब कुरै नगरौँ कि यस्तो दामी ठाउँ त होइन। ठिक छ, एक्सपिरियन्स लियो, मजा आयो। अब तपाईँहरूलाई पनि अब हामीले खिचौँ, कति खिच्छौँ हेरौँ। अनि त्यो खिचेको अनुसार देखाउँला। अब धेरै चाहिँ बनाउन सकिन्न, किनभने हामी चिसो त्यस्तै छ। अनि जाडो पनि त्यस्तै। अब पिछाडि जाडो एउटा घेरे। अनि त्यसपछि त्यही त भन्छ पर्सि चाहिँ हामी यहाँबाट फर्किन्छौँ फेरि। अनि त्यही हो, आजको चाहिँ धेरै लामो यात्रा हामी अब त्यत्रो हिँड्यौँ। ठिक छ, धेरै खुसी लागिरहेछ यहाँ आइपुग्यो। अब हामी चाहिँ यहीँनिर खानासाना पकाउने। आगो बाल्दैछ केटाहरूले। क्याम्प पनि लगाउँदैनौँ आज। क्याम्प लगायो भने पनि फेरि धेरै हावाहुरी चल्ने भयो क्या। अनि त्यही भएर यहाँ एउटा नर्मल घर रहेछ गोठ टाइपको, अनि त्यहीँ बस्ने भयो। त्यही हो, हामी चाहिँ यस्तो दामी ठाउँमा छ है। अब अति नै दामी छ ठाउँ चाहिँ। यहाँ चाहिँ हाम्रो राजिनले खुकुरी म्यान भनेर पुरै दाउरा चिर्दैछ। अनि यहाँ भित्र चाहिँ हामी अब यो भित्र बस्ने भयौँ। अब बाहिर टेन्टले धेरै अलि चिसो हावा लाग्ला जस्तो भयो। नत्र त हामी बाहिर बस्ने त कुनै यहाँ यस्तो बस्ने त चान्सै थिएन। राजेन्द्र सोल्टीले यहाँ आगो बालेर नि के पकाइसछ। हेलो अजय ब्रो, यो कता हो यार? यता हाम्रो पनि चाहिँ अहिले बस्नेको व्यवस्था पनि भइसक्यो। त्यसको टपमा छ, उता डल्लोमा अर्कोमा। अनि हाम्रो यहाँ टक्क सुत्ने पनि भइसक्यो, यहाँ खाना पनि छ। हाम्रो चाहिँ यहाँ नयाँ घर भइसकेको छ है। अनि आजको दिन चाहिँ लास्टै रमाइलो भयो होइन। घरिघर चाहिँ फर्क्यौँ कि क्या हो जस्तो फिल नि भइरहेको थियो, तर पनि हामी फर्केन होइन। हामी आँटिलो छ नि त, हामी जस्तो कोही छैन हो कि होइन भन्नु त ब्रो? एकदम यार मोबाइल मजा आयो। हामी एउटा घरभित्र छौँ, तर कसको थाहा छैन। अब धन्यवाद भनौँ होइन, टाढैबाट मर्जीले बसेको। अनि यसको पश्चात चाहिँ हामी भोलि बिहानै जानेवालामा छौँ छोरोल्पा। इन्स्टाग्राममा के भन्छ? यहाँ चाहिँ हाम्रो चायपान हुँदैछ, सामानहरू पनि प्याक गरिसक्यो। अब चाहिँ हामी निस्किनेवालामा छौँ चाँडै। अनि बाहिर हेर्न सक्नु हुनेछ। यहाँ चिया छ है मलाई। यहाँ चाहिँ भित्र यस्तो दामी हामी यहाँ बसेको छौँ।
राजिन चाहिँ बाहिर पुरै नजाराको मजा लिँदैछ। यहीँनिर हामी चाहिँ हिँडेर कति भने 10, 15, 20 मिनट हिँडेर यहीँ पुग्छ है। यस्तो दामी छ है। अनि त्यहाँनिर यस्तै दामी दामीका दामी यार के भन्नु म यो ठाउँमा। अब यता जान्छौँ हामी। अब हामी चाहिँ उताबाट आएको। त्यो चाहिँ आई गेस गौरी शङ्करको नजिकको खोइ कुन हो। यहाँ चाहिँ यस्तो दामी गाउँ छ केटाहरू। हामी यहाँभित्र बसेको किनभने टेन्टमा चाहिँ हामी बसिया भए आज बिजोकै हुन्थ्यो।